एउटा मूर्ख, अर्को पटमूर्ख र महामूर्ख। यिनीहरूलाई अझै पनि लाग्दैछ शासन सत्तामा फेरि पनि फर्किन सकिन्छ। भोलि यसकारण मूर्ख हुन्, दौ 23 अलिकति उधार देखिएको भए, जेनजीका थोरै माग पनि सम्बोधन गर्न तयार भएको भए, अहिले पनि सम्भवतः सरकार उनकै हुन्थ्यो। अहंकार देखाउँदा सत्ता जलेर राग भए, देश जलाएर खाक बनाए। प्रचण्ड यसकारण पटमूर्ख हुन्, जसले अझै पनि उथलपुथलकै सपना देखिरहेका छन्। यिनले बच्चाको अस्थिरताकै कारण देश कहिल्यै सफल भएन। फेरि भन्दैछन् सरकार भन्ने चिज त एक दिनमै ढल्न सम्भव रहेछ। चारैतिरबाट घेरालो। सडकमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने सिकाएको त उनीहरूले छन्। एकै दिनमा उल्ट्याउन सकिँदो रहेछ भन्ने त उनीहरूले सिकाएछन् नि हामीलाई। अनि देउबा यसकारण महामूर्ख हुन्, यिनी काबिल छैनन् भन्ने कुरा राजाकै पालामा पुष्टि भएको थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहले अक्षम घोषित गरी अपदस्थ गरे। जेनजी विद्रोहमा रक्ताम्य हुने गरी कुटाइ खाएका एकमात्र नेता हुन्। अहिले आएर भन्दैछन् राजा ज्ञानेन्द्रले सकेन, अरूले सक्छ। यहाँ राजा ज्ञानेन्द्र सकेन, अरू सक्छ। यहाँ राजा ज्ञानेन्द्र उसको लोक राजा दियो भने संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको गणतन्त्र हो। अलिकति बाँकी रहेको इज्जत र सम्मान पनि फाल्न फेरि यिनीहरू सक्रिय हुन खोज्दैछन्। जबकि देशले यिनीहरूबाट शान्ति खोजेको छ, मुक्ति खोजेको छ। अभिभावक भएर सम्मानपूर्वक एउटा कुनामा थन्किएर आराम गरेको हेर्न चाहेको छ। तर 80 वर्षीय उमेरमा 36 वर्षीय जोश देखाएर हुङ्कार लगाइरहेका छन्। आजसम्म यिनीहरूले पुर्याएको योगदानका लागि धन्यवाद। तर फेरि पनि यिनीहरूलाई स्वीकार्न र नेतृत्व मान्न देश तयार छैन। जति तयार छन् उनीहरू नै देशका दुश्मन बन्दैछन्। तर यो अवस्था कसरी आयो त? अबको झन्डै 24 दिनपछि देश भदौ 24 मा पुग्नेछ। राष्ट्रपाको नेतृत्वमा बालेन्जाको सरकार बन्नुको जग नै गत वर्षको भदौ 24 हो। भदौ 23 मा भ्रष्टाचार र कुशासन विरुद्ध जेनजीहरू सडकमा आए।